आइपिओ त भन्नुभयो, हजुरलाई पर्यो पनि, तर अब बेच्ने कसरी भनेर सोच्दै हुनुहुन्छ भने यो भिडियो हजुरको लागि रहेको छ। नमस्ते, म नितेश। आज हामी यस भिडियोमा हामीले आफूलाई परेको आइपिओ सेयर्स कसरी दोस्रो बजारमा बेच्न सक्छौँ, सेकेन्डरी मार्केटमा कसरी हामीले आफ्नो परेको आइपिओ सेयर्सहरू बेच्न सक्छौँ त त्यसको बारेमा आज हाम्रो यो भिडियो रहेको छ। यदि हजुर पनि यसको बारेमा राम्ररी जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। अब ढिला नगरिकन हामी आफ्नो भिडियोतर्फ लाग्छौँ र हजुरलाई परेको सेयर बेच्न सबभन्दा पहिले त हजुरसँग एउटा टिएमएस अकाउन्ट जसलाई भन्छौँ और ब्रोकर अकाउन्ट, त्यो ब्रोकर अकाउन्ट हजुरलाई चाहिने हुन्छ। यदि हजुरसँग ब्रोकर अकाउन्ट छैन भने पहिले ब्रोकर अकाउन्ट बनाउनु होला। हजुरले युट्युबमा विभिन्न भिडियोहरू पाउनुहुन्छ ब्रोकर अकाउन्ट कसरी बनाउने भनेर। उक्त भिडियोहरू हेरेर सजिलै ब्रोकर अकाउन्ट चाहिँ अनलाइनबाटै बनाउन सक्नुहुन्छ। अब मेरो ब्रोकर अकाउन्ट चाहिँ नासा सेक्युरिटिजमा रहेको छ र नासा सेक्युरिटिजले अहिले नयाँ ट्रेडिङ प्लेटफर्म नासा एक्स भन्ने ल्याएको छ। सो सबभन्दा पहिले त हजुरले आफ्नो ब्रोकर अकाउन्टमा लगइन गर्नुपर्ने हुन्छ। यदि हजुरको पनि नासा सेक्युरिटिजमै ब्रोकर अकाउन्ट रहेको छ र नासा एक्समै रहेको छ भने नासा एक्समा हजुरले लगइन गर्नुपर्ने हुन्छ। सर्वप्रथम मोबाइलबाट गर्दै हुनुहुन्छ भने मोबाइल एप पनि युज गर्न सक्नुहुन्छ हजुरले, जुन चाहिँ एप स्टोर तथा प्ले स्टोरमा एभाइलेबल रहेको छ। म चाहिँ यहाँ हजुरलाई ल्यापटप स्क्रिनमै देखाउने छु। यहाँ ल्यापटप स्क्रिनमा देखाउन अलिकति सजिलो हुने भएकोले म चाहिँ हजुरलाई ल्यापटप स्क्रिनबाटै देखाउने छु। गुगलमा गएर सजिलै नासा एक्स भनेर सर्च गर्न सक्नुहुन्छ र त्यहाँ गइसके पश्चात जुन यो नासा एक्स भनेर यहाँ अप्सन देख्न सक्नुहुन्छ होला हजुरले, यो नासा एक्स भन्ने अप्सनमा क्लिक गर्नु होला। अब यहाँ क्लिक गरिसके पश्चात नासा एक्सको इन्टरफेस हजुरको मोबाइल स्क्रिनमा यसरी देखिनेछ अथवा ल्यापटप स्क्रिनमा यसरी देखिनेछ। यहाँ चाहिँ अब हजुरले आफ्नो इमेल र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ। आफ्नो इमेल र पासवर्ड राखेर लगइन गर्नु होला। अब हजुरले मेरो स्क्रिनमा नासा एक्सको ड्यासबोर्ड देख्न सक्नुहुन्छ मेरो। अब यहाँ हजुरले आफूसँग भएको सेयर बेच्नको लागि सर्वप्रथम यहाँ जुन अर्डरको हजुरले अप्सन देख्नुहुन्छ यो अर्डरमा क्लिक गर्नु होला। यहाँ आइसके पश्चात चाहिँ हजुरले अब यहाँ साइडमा सानो टेबलसँगै यो बक्स देख्न सक्नुहुन्छ। यहाँ बाई गर्ने कि सेल गर्ने त हामी चाहिँ यहाँ सेल गर्न जाँदैछौँ। सो सेलमा क्लिक गर्छौँ। सेलमा क्लिक गरिसके पश्चात अब हजुरसँग कुनको आइपिओ रहेको छ त, कुन कम्पनीको हजुरलाई आइपिओ परेको छ अथवा कुन कम्पनीको हजुरसँग सेयर रहेको छ त, उक्त सेयर यहाँ त्यसको सिम्बल टाइप गर्नुपर्ने हुन्छ अथवा नाम टाइप गरेर हजुरले सर्च गर्न सक्नुहुन्छ। मेरो चाहिँ भर्खरै अस्ति श्रीनगर एग्रोटेकको आइपिओ परेको थियो। सो मैले SAIL त्यसको सिम्बल टाइप गरेँ। सिम्बल टाइप गरिसके पश्चात हजुरले अब कतिको क्वान्टिटी हजुरको बेच्नुपर्ने छ त, लाइक मेरो अब युजुअली आइपिओमा अस्ति 10 किता परेको थियो। सो मैले क्वान्टिटीमा 10 राखेँ। अब 10 किता राखिसकेँ त्यसपछि प्राइस चाहिँ कति राख्ने त है। प्राइस चाहिँ हजुरले टप 5 बाई र टप 5 सेलको यो रेकर्ड हेर्न सक्नुहुन्छ। अर्डर क्वान्टिटीमा अब कतिमा बाई गरिरहेका छन् भने कतिमा सेल गरिरहेका छन् त्यो हजुरले यहाँबाट हेर्न सक्नुहुन्छ। अब यहाँ जसरी कारोबार भइरहेको छ मार्केटमा त्यही रेटमा म चाहिँ यहाँ सेलमा राखिदिन्छु। लाइक यहाँ हजुरले टप 5 सेलको रेट हेर्न सक्नुहुन्छ। 843, 844, 845, 846, 847 सम्म रहेको छ। तर यसो बाईमा हेर्नुभयो भने 842.7, सो 42 देखि 43 को बिचमा भन्न सकिन्छ। सो म चाहिँ ल 42 नै राख्दै मैले 842 चाहिँ मैले प्राइस राख्दै। अब यति गरिसके पश्चात चाहिँ हजुरले अरु केही पनि गर्नु पर्दैन। जस्ट सेलको यहाँ अप्सन देख्न सक्नुहुन्छ। सो यो सेलको अप्सनमा चाहिँ क्लिक गर्नु होला। सो सेलको अप्सन राख्न बित्तिकै मेरो यहाँ सेल पनि भइसकेको छ। अब यसलाई चाहिँ हामी चेक गर्छौं। नोटिफिकेसन पनि आइसकेको छ। अर्डर प्लेस हुन बित्तिकै हजुरले मेरो स्क्रिनमा सेल भइसकेको नोटिफिकेसन पनि हेरिसक्नुभयो। अब सेल कम्प्लिट
भयो कि भएन एकपल्ट राम्ररी कन्फर्म गरौँ है। त्यसको लागि के गर्छौँ त हामी यहाँ रिपोर्ट्समा आउँछौँ र रिपोर्ट्समा आएर हजुर आफ्नो यहाँ अर्डर बुकमा आउनु होला। अर्डर बुकमा आइसके पश्चात यहाँ हेर्न सक्नुहुन्छ जुन मैले सेल अर्डर राखेको थिएँ स्ट्याटस, यो स्ट्याटस कम्प्लिट भनेर हजुरले हेर्न सक्नुहुन्छ र मेरो सेल पनि यहाँ कम्प्लिट भइसकेको छ। सो अर्डर एक्सेप्टेड, स्ट्याटस पनि कम्प्लिट भनेर देखाइसकेको छ र यतिमा चाहिँ मेरो यो सेल कम्प्लिट भइसकेको छ। सो यसरी थियो चाहिँ हजुरले अब आफूसँग भएको आइपिओ सेयर कसरी सेल गर्न सक्नुहुन्छ त्यसको बारेमा हाम्रो यो भिडियो। अब आउने दिनमा यो सँगै अब सेयर गरिसके पश्चात हजुरले सेयर ट्रान्सफर इडिसहरू गर्नुपर्ने हुन्छ हैन। सेयर सेल गरिसके पश्चात अर्को भिडियोमा हामी त्यसको बारेमा हजुरलाई देखाउनेछौँ। सो अर्को भिडियोको लागि च्यानललाई पक्कै पनि सब्स्क्राइब गर्नुहोला। भिडियो मन परे भिडियोलाई लाइक गर्नुहोला। केही जिज्ञासाहरू छन्, सल्लाह सुझावहरू छन् भने चाहिँ हजुरले कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। हस् त, धन्यवाद।